के गर्दैछौ त? अनि खेत रोपेर सक्यो कि के गर्यो? खेत भने मेरो मुखा हेरेर कुरा गर्ने कहाँ उता हेरे। अनि तैमा आउँदाखेरि के धुनी के भने के भने यो के हो यो? बाटा। अनि के कुरा गरे? ए कोट कस्तो कोट? कोट के कोट भनेदेखि त्यो गाउँमा कोट माग्न जाउँला अनि मैलो कोट देला नि त्यहाँबाट ल्याएर चाहिँ नि यो बाटामा मचेङ धोएर लाउँला भनेर बाटा ठिक्क पारेर बस्या कोट चाहिँ भेटिया छैन है। हो नि हो राजबाबु। ए मेरो पनि कोट हराएर? ए तेरो कोट नि हरायो? कहाँ छ त तेरो कोट? अहिले छैन भने आइन त नि। कोट भन्नाले उहाँ मेरो जेठानले घरमा ल्याएर छोडेर जानु भएको रहेछ। अब त्यही पनि ढुसी परिआएर छ। अब यसो घाममा सुकाइदिउँ भनेर डोरिया सुकाएको थिएँ, त्यही पनि पतासले उडाएर कता लग्यो। पल्ला घरतिर उडाएर लगेछ कि अब पतासले त्यतै जानु पर्यो। लु साह्रै दुःख लागिरहेछ है, दुःख मन भइरहेछ। छिमेकीमा बसेर पनि यो झुसेलाई मैले केही सरसोय गर्न नसकेकोमा साह्रै दुःख मन छ है मलाई। हौ साँच्चै के पो भन्दै थियौ? कोट अरे कोट भन्दाखेरि अब नुवा कोटको त अब कसरी दिनु? अब जाँजर कोट त झन् कुरै भएन, अब टाढो भइगयो। थानकोट दिउँ भने राजधानीको ठेकै वारिपारी मोटर चढेर कहिले जानु? अब ज्वारी कोट दिउँ भने घरमा छैन। आस्कोट त म लाउँदिनँ। जम्मा भएको यो एउटा कोट छ त्यो लाइरहेको छु। अर्को एउटा जगेडा कोट छ त्यो घरमा, त्यो ल्याइदिरहेछु नानी। पेटीकोटले चल्छ? त्यो चाहिँ तिमी लाउ न, तिमीलाई सुहाउँछ नि। हाम्रो आफ्नै कोट भेटिसकौ, धोएर सुकाछ पछाडि। हो त। हौ झुसे तिम्रो बुढियाले लाउँछौ कि? परे हैन त्यस्ता जाबा हाम्रा कति छन् कति। हौ सहयोग गरौँ भन, झुसे बित्थामा उभो चिप्लिरहेछ। हेप्न आके हेप्न गरिब देखेर। अनि साँच्ची बोटारे कान्छाका बेलकैदेखि आउनु भने हैन? हो नि। सुको होला कोट, म लिएर आउँछु, तिमी यहाँ बस। ल म यहाँ बस्दै गर्छु लिएर है दाइ। राजबाबु कान्छो आएछ। अनि कोट भेट्यो त? कहाँबाट भेटिन्छ? बतासले उडाके होइन त्यो कोट, हराएको। आज कसले चोरेको त्यो मान्छेलाई मैले ठाडै काग्रो चिर्दिन्छु। तँलाई चिर्छु म। यहाँ आइज। त घरिघरि मेरो घर आउँदै कोट हरायो भन्ने के कोट चोर्यो भने हामीलाई चोर भन्नु खोज्यो? हामीलाई चोर भन्नु खोज्यो? त्यही तेरो कोट चोर्ने पनि हैसियतको मान्छे हो हामी। मैले दाइ साई भन्दिनँ नि, मैले तिमीलाई चोर भनेको छु। आफ्नो दाइको घर यसो हेर्नु हुँदैन? यताउता के छ भनेर हेर्नु हुँदैन? म उता जान लागेको, अनि के रहेछ भनेर हेरेको। उता जान लाग्यो, उता यसो मुन्टो यसो गरेर जान्छ नि। यता गरेर कोट चोर भन्ने चाहिँ तेरो चोर हो। जान। अनि तिमी जाँदैनौ बिहेमा? संविधान दुःख लाएर आउँछ, कसरी जानु? के भयो? जुठो पारेर बिहे सरेर नि त। बुढो मावलाको कान्छो नातिको भतिजोको खसेर तक्ने बाले भनेर गकाइ भर। तक्ने बुढो भनेर भर्खर जाएछ। उनी बिहेमा हिँडेर रहेछ, भतेर नखाइ घरै फर्क्यो, भात पकाउनु थाल्छ अब एकछिन। ए कोट पनि थिएन, ठिकै भयो। ल म त त्यसो भए घरतिर लाग्यो। राम्रै कुरा सुना। बुढा तिमीले त हामीलाई शङ्का गरे जस्तो छन् नि। उसकै कोट यहाँ हामीले धोएर सुकाएपछि शङ्का गर्दैन त? अब हुन त त्यसको कोट हामीले खाने त होइन नि। अब यो टारौँ, यो गर्छु मजाले, त्यसको सुकिलो पारेर धोको कोट चाहिँ लाएर टक्क पारेर गएर भतेर सोतेर खाउँ। अब यतातिर दाल पोखिएला, यतातिर भतेर पोखिएला, यतातिर मैलो सैलो हुन्छ, अनि लगेर त्यसको करसा लाएर फ्ल्याट त फालिदिउँ। अनि त्यहाँबाट ए कान्छा यहाँ तेरो कोट भेट्यो भनेर आफै साँचिलो बनाऊ, कुरै सिद्धिको। जाऊ कोट लिएर आऊ है। अब अगाडिबाट निस्किनु हुँदैन, यो पर्के छिनछिना आउँदो रहेछ। पछाडि झ्यालबाट फुत्त निस्केर मकै बारी एकैचोटि बटारे कान्छा घर फुत्तै। छिटो है। ए बिहेमा हिँडे? बिहेमा हिँड्या। अनि जुठो पर्यो भने होइन त? जुठो त कहाँ जुठो पर्नु नि?
त्यो मान्छे मरेकै होइन रहेछ मान्छे बेहोस भएर चाहिँ अहिले होसमा आएर जानु पऱ्यो भने बिहे हुने भयो ए जानु पर्यो ल त्यसो भए मेरो कोट ल्याउ त जानु पर्यो नि त बिहेमा तेरो कोट हो यो अनि कसको त अब बुढी माइत गई थिए धुनको गाह्रोले तिम्रो आँगनतिर फालिदिएको थिएँ भाउजूले धुन्छन् भनेर धोइदिएछन् धन्यवाद ल दाजु